भूपेन्द्रकी प्रेमिका घरमै आउने आँट गरेकी छन्। भूपेन्द्रलाई घरमा आउँछु, भेट्छु। अब म भूपेन्द्रसँगै बस्छु। भूपेन्द्र पहिलाको जस्तै छ होला। त्यसलाई भुन्टी सोझी छ, त्यसलाई लखड्छु र म भूपेन्द्रसँगै बस्छु भन्ने हिसाबले घरमा आएकी थिएँ। अब भने भुन्टी पनि धेरै बाठी भइसकेकी छिन्। उनले जसरी त्यो भूपेन्द्रकी प्रेमिका थाहा नदिइकन राति खुसुक्क आएपछि अब भूपेन्द्रसित नजिक हुने कोसिस गरी र श्रेयासँग मिलेर भुन्टीलाई घरबाट लखट्ने र तिमीलाई मैले सुसार गर्छु, यसलाई लखट्देऊ भूपेन्द्र भनेर भनिरहेकी छे। अब भुन्टी सोझी छन्, केही नि बोल्दिनन्। अब भने भूपेन्द्रसँग यही घरमै बस्छु, भूपेन्द्रसँग रमाउँछु र त्यसलाई लखटिदिन्छु भनेकी थिएँ। अब भने भुन्टी धेरै बाठी भइसकेकी छिन्। भुन्टीले लखटिदिन्, त्यसलाई झापड हान्दिन् र पल्टाइदिन्। अनि बल्ल भने ओहो मैले त गल्ती गरेछु, यो सोझी छ भन्ने सोचेकी थिएँ, धेरै बाठी भइसकी छ भनेर एकदम चिन्तामा परेकी छ। अहिलेसम्म त भुन्टीलाई रुवाकी थिएँ। अनि भुन्टी केही बोल्न नसकेर एकदम समस्यामा परेकी थिइन् र भूपेन्द्रले घरबाट निकालेका थिए। अब भने सबै कुराले ठक्कर दिँदै धेरै हन्डर र ठक्कर खाँदै भुन्टीको पनि अलि बाठी भइसकेकी छिन्। अब भने उनी खारिएर कोहीसित पनि डराउँदिन भनेर त्यसलाई पनि झापड लगाइदिएकी छिन् र भुन्टीले झापड लगाएपछि ऊ घरबाट भागेकी छ। के भूपेन्द्रको घरमा भुन्टी छँदै भूपेन्द्रको प्रेमिका आउनु जाएको थियो त? हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नुहोस् है। हस्, धन्यवाद, नमस्कार।